नमस्कार साथीहरू, आज हामी कुरा गर्नेछौँ चुकन्दर अर्थात् बीटरुटको बारेमा। चुकन्दर एक प्रकारको जरा तरकारी हो जसको रङ गाढा रातो हुन्छ र यसमा प्राकृतिक मिठास पाइन्छ। यो हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। अब कुरा गरौँ चुकन्दर कसरी खाने भन्ने बारेमा। चुकन्दरलाई काँचै सलाद बनाएर, जुस बनाएर, तरकारी पकाएर, अचार बनाएर वा सुप बनाएर खान सकिन्छ। यसबाट बीटरुट जुस, स्यालेड, सुप, स्मुदी र मिठो हलुवा पनि बनाउन सकिन्छ। अब यसका फाइदाहरू हेर्दा चुकन्दरले शरीरमा रगत बढाउन मद्दत गर्छ, हिमोग्लोबिन बढाउँछ, शरीरलाई शक्ति दिन्छ र थकान कम गर्छ, रक्तचाप नियन्त्रणमा राख्न सहयोग गर्छ, छाला चम्किलो बनाउँछ, पाचन प्रणाली सुधार गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, साथै कपाल झर्ने समस्या पनि कम गर्न मद्दत गर्छ। तर यसको केही बेफाइदाहरू पनि छन्, जस्तै धेरै खाँदा पिसाब वा दिसा रातो हुन सक्छ, जुन सामान्य कुरा हो। मधुमेह भएका व्यक्तिले सीमित मात्रामा खानुपर्छ। मृगौलामा समस्या भएका व्यक्तिले सावधानी अपनाउनुपर्छ र केहीलाई एलर्जी पनि हुन सक्छ। अब कुरा गरौँ कसले खान मिल्छ भन्ने बारेमा। रगत कम भएका, कमजोरी वा थकान भएका, खेलाडी वा शारीरिक काम गर्ने व्यक्तिहरूले खान सक्छन्। तर किडनी स्टोन भएका, डायबिटिज भएका र लो ब्लड प्रेसर भएका व्यक्तिहरूले डाक्टरको सल्लाह अनुसार मात्र खानु राम्रो हुन्छ। अब यसलाई लामो समयसम्म कसरी सुरक्षित राख्ने भन्ने कुरा गर्दा चुकन्दरलाई फ्रिजमा राख्दा 1 देखि 2 हप्ता टिक्छ। सुकाएर राख्न सकिन्छ, अचार बनाएर लामो समयसम्म प्रयोग गर्न सकिन्छ र एयरटाइट कन्टेनरमा राख्नु राम्रो हुन्छ। अन्त्यमा भन्नुपर्दा चुकन्दर सस्तो, सजिलो र अत्यन्त फाइदाजनक तरकारी हो, जसलाई सही तरिकाले नियमित सेवन गर्दा हाम्रो स्वास्थ्यमा ठूलो सुधार ल्याउन सक्छ।